नमस्ते सबैलाई। यो हो हाम्रो द भट्टी शो र भट्टी शोमा आज आउनु भएको छ सुन्दर खनालको मिमिक्री गर्ने जय किशन सर आउनु भएको छ। सरलाई स्वागत छ। धेरै धेरै धन्यवाद। मलाई यो नाम नै एकदमै युनिक लाग्यो, द भट्टी शो। यो पोडकास्टहरू अथवा इन्टरभ्यूहरू होइन धेरै देखियो, धेरै गरियो, तर यहाँ म फर्स्टमा छिर्न साथ एकदमै एकछिन त झसङ्ग भएँ क्या। त्यसो चाहिँ मैले सोधे पनि थिएँ नि त, हजुर यो होटेल हो कि होटेल पनि छैन क्या भन्दाखेरि होइन यो त हाम्रो कन्सेप्टै यही हो भन्ने कुरा आयो। हाम्रो चाहिँ यो नयाँ बनाएको हो दादा। तर एकदम मन पऱ्यो किनभने होइन नामै द भट्टी शो। पहिलो एपिसोडमै यहाँ भट्टीको किङ जैकीसँग बोलाएको छ। अब रेगुलर कस्टमर आइसक्यो। अब यो चल्छ किनभने द भट्टी शोमा जडा नम्बर 1 जैकी तर पहिला हो है, फेरि भूतकालको हो। अहिले खाना छोडा चाहिँ 3-3.5 वर्ष 4 वर्षै हुन्ला। अब यति राम्रो भट्टी खोलेपछि होइन आउनु पर्ला जस्तो लाग्छ। झन् भट्टी साउनी झन् राम्रै हुनुपर्छ। मलाई सुरुमा यहाँ छिर्दा चाहिँ के लाग्यो भने मलाई कर्मा भाइले अस्ति फोन गरिरहनु भएको थियो। हजुर अनि म सुटिङमा थिएँ अहिले नयाँ फिल्मको, अनि आज चाहिँ बल्ल टाइम मिलाएको थियो। तर म भित्र छिर्न साथ चाहिँ मलाई के लाग्यो थाहा छ? हजुर ठ्याक्क भित्र छिर्ने यसो हेर्छु ग्याङ टन्नै देख्छु है। किनभने यो पोडकास्टमा यति धेरै क्रू मेम्बर भएको मैले पहिलोचोटि देखेँ क्या। मलाई मनमा एउटा छिर्न साथ के लाग्यो भने होइन कतै मलाई कुट्न त बोलायो। तल मैले भेटेँ, म ठ्याक्क हाम्रो कर्माले यहाँको लोकेसन दियो। ठ्याक्क मैले त्यहाँ आएपछि नि उनीहरू 2 जना लिन आएर रहेछ। कर्मालाई पनि पहिला मैले भेटाएको थिएँ, यसो हेरेर मान्छे च्याङ्गो च्याङ्गै छ होइन। अनि त्यसपछि के हो भन्ने अलिअलि मनमा चसक्क भइसकेको थियो। अनि 3 तला माथि लिएर आयो। ढोगा खुवाउँछु त यसो 15-20 जना ग्याङ यार। अनि ला म त यो कहाँ आइपुगेँ, कुन चाहिँले षड्यन्त्र गरेर त बोलाएन भन्ने भयो है। अलिअलि हाम्रो भट्टी साउनीलाई देखाएर ढुक्क भएँ, किनभने जो एकजना केटी त रहेछ है। किनभने केटीहरू चाहिँ प्रायः मेरो सपोर्टमा हुन्छन् क्या। हजुर दादा। मेरो अनुभव चाहिँ त्यो रह्यो यहाँ आएर। के खानुहुन्छ दादा भट्टीमा? भट्टीमा आएपछि खानुपर्ने त जाँडै हो होइन। तर मैले 3.5-4 वर्ष भयो छोडेँ होइन। तर मलाई भट्टी साउनीले यो सुरु हुनुभन्दा अगाडि नै मिठो चिया खुवाइसक्नु भयो। अब अहिले जे छ त्यही खाइदिउँ। के खानुहुन्छ? छोइला चिउरा? भर्खर सुटिङमै खाना खाएर यहाँ कोटको टाकै सुटिङ लगाइसक्यो पेट ठुलो भएर। अहिलेलाई के नखाउँ? दादालाई त बुम माइक यता बुम माइक क्यामेरा इन्टरभ्यूहरू खानुहुन्छ दादा धेरै नै? प्रायः हरेक दिन। दादाको त कति दिनमा 4-5 वटा इन्टरभ्यू भएन भने आज त कामै भएन दादा भन्नुहुन्छ। एकदमै आज त्यस्तो भएर हिजो आज 3-4 दिन भयो इन्टरभ्यू दिन नपाएको। दिनभरि सुटिङमै छु। अनि आज यो द भट्टी शोमा बोलाइहाल्यो। सुटिङ सिद्धिनाथ सबैभन्दा दौडेर यहाँ आइहाल्यो। किनभने बानिनु परिसक्यो। कर्माले 4-5 वटा भन्यो होइन। 4-5 वटा विषयमा चाहिँ इन्टरभ्यू हुनसक्छ, तर आउने चाहिँ होइन 50-60 वटामा आउँछ। नेपालमा मात्र होइन संसारमै सबैभन्दा बढी इन्टरभ्यू दिने कलाकार चाहिँ मै हो। अलिकति इन्टरभ्यू धेरै हुनेमा अलिकति हाम्रो पुण्य गौतमजी पनि हुनुहुन्थ्यो होइन। अहिले त उछिन्नु भयो दादा। मैले 1-2 वर्ष अगाडि उछिन्। हाम्रो एकजना पासाङ तामाङ भन्ने एकजना पत्रकार छ कि मिडिया कर्मी। उसको विशाल नेपाल, विशाल खबर थुप्रै च्यानल चलाउँछ। उसको चाहिँ यस्तै चिज बटुल्ने बानी छ क्या। उसले 1-1.5 वर्ष अगाडि नै पुण्य गौतमको इन्टरभ्यू बढी कि जयकिसनको इन्टरभ्यू बढी भनेर उसले पुरा कलेक्सन गरेछ होइन। मैले 1-1.5 वर्ष अगाडि नै पुण्यजीलाई जितिसकेको छु। भनेपछि कलाकारहरूलाई जित्ने त पुरै भइगयो। गिनिज बुकमा त लेखाउनु पर्छ होला दादा यति त। ट्राई गरे नि हुन्छ यहाँ। तर ट्राई गरिदिने कसले त्यो छ। मेरो ओरिजिनल गिनिज बुकमा नाम लेख्ने त एउटा चिज छ, तर कसैले ट्राई गरिदिँदैन क्या। किनभने नेपालमा नेपाली फिल्म चलचित्रमा होइन सबैभन्दा बढी विधामा काम गर्ने मान्छे म रहेछु कि। हजुर हो म 26 विधामा काम गर्छु। त्यो मैले एउटै फिल्ममा कुनैमा गरेँ भने होइन त्यो गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा नाम लेखिने रहेछ। तर त्यो आफै एक्लैले त्यो फिल्म बनाएर अलिकति रिस्क हुन्छ फेरि होइन। गिनिज बुकमा नाम लेखाउने चक्करमा आफैले फिल्म बनाउँदा फेरि आफै मात्र तस्बिर त्यो कारणले विकास बोर्ड सञ्चार मन्त्रालय कसैले होइन पहल गरिदियो भने म होइन 26 विधामा काम गर्छु कि। जस्तै म कलाकार त भइहालेँ, म नृत्य निर्देशन गर्छु, म डान्स डाइरेक्सन भइहाल्यो, फाइट डाइरेक्सन भयो होइन। म कथा लेख्छु, पटकथा लेख्छु, संवाद लेख्छु, म निर्माता हुँ, म निर्देशक हुँ। अनि राम्रो दादा सम्म ठिक छु। राम्रो सायद यस्तै इन्टरभ्यूमा होला, त्यही भएर सबैभन्दा बढी इन्टरभ्यू भयो। तर होइन फिल्म पनि नेपालमा सबैभन्दा बढी फिल्म खेल्नेमा
कलाकारमा एकजना म पनि पर्छु। भट्टीमा चाहिँ हजुरको कस्तो कस्तो अनुभव छ दादा? पहिला पहिला एकदमै दारू भयङ्कर खाइन्थ्यो होइन, हजुर तर पनि फिल्म लेख्नुहुन्छ भन्नुभएको थियो त, भट्टीमै बसेर फिल्म लेख्नुहुन्छ सुनेको है दादा? होइन होइन पहिलो कुरो होइन, साँच्चै नै पहिला पहिला दारू धेरै खाइयो, तर म हजुर भट्टीमा चाहिँ कहिले पनि गइनँ। पहिला पहिला चाहिँ गइन्थ्यो, अलिकति 18-19 वर्ष बेला चाहिँ हाम्रो थानकोट मेरो घर थानकोट, त्योभन्दा मुनि बलम्बु भन्ने ठाउँ छ, हजुर त्यहाँ बाबुलालको छ्याङ भने चाहिँ एकदम फेमस। बाबुलालको छ्याङ भने चाहिँ एकदम फेमस, त्यहाँ हामी प्रायः त्यो बोडकामा छ्याङ दिन्थ्यो, खान जान्थ्यौँ। हजुर त्यहाँ अर्को ग्राहक हाम्रो दिपक राजगिरी, अर्को ग्राहक उहाँ हामी छिमेकी हो नि त। हजुर अनि अब थानकोटमा धेरै कलाकारहरू छ क्या, हाम्रै बस्नेत परिवारमै अब सुबित बस्नेत छ, कि बस्नेत, सलोन बस्नेत, जानवी बस्नेत, सलिना बस्नेत, प्रवीण बस्नेत, हाम्रैमै कति छ त्यस लगायत अब दिपक राजगिरी, दमन रूपाखेती, हाम्रो पूजा छन्, थुप्रै छ। अहिले त राजेन्द्र खड्की दाइ पनि यिनीहरूकै छिमेकी बन्छ भनेर उहाँ पनि आइसक्नु। अनि दिपक राजगिरी पनि छिमेकी, बाबुलालको भट्टीमा चाहिँ हाम्रो प्रायः भेट भइरहन्थ्यो, हामीभन्दा त अलिक सिनियर नै हो दिपक राजगिरी। तर मेरो पछि चाहिँ खासै भट्टीमा ऊ छैन, म चाहिँ होइन जागती खाने मान्छे हो क्या। पहिला पहिला यस्तो इन्टरभ्यू भयो भने होइन, यस्तो बोतलमा होइन, मिनरल वाटरको बोतलमा होइन, मान्छेले हेर्दा मिनरल वाटर पानी खाएर भन्ने हुन्थ्यो, त्यहाँ चाहिँ मैले भर्खा म साँच्चै नै भर्खर पहिला पहिलाको इन्टरभ्यूमा जहाँ जहाँ त्यो मैले बोतलमा बेलामा फुटो दिएर हुन्छु नि, सबै पानी होइन त्यो भर्खै। एकचोटि राष्ट्रपति भवनमा बोलाउनु भयो होइन, त्यो बेला विद्यादेवी भण्डारी हुनुहुन्थ्यो राष्ट्रपति उहाँ होइन, त्यहाँ जाँदा पनि होइन म त्यो बोतलै लिएर गएको थिएँ, सुरक्षित दिइरहने, तर थाहा भएन कसैले पनि, किनभने मलाई जति खानु लाग्दैन क्या। पहिला पहिला खाने बेला म होइन बिहान 5 बजी उठेर खान्थेँ कि। अवार्ड लिन जानुभएको थियो दादा त्यसमा? त्यो होइन, त्यो अरू नै प्रोग्राम थियो, त्यहाँ डान्स थियो, अनि डान्स गर्ने क्रममा म बोतलमा थिएँ। अब त्यहाँ मलाई चेक पनि भएन, किनभने होइन जहिसन बसेर त कलाकार हो, के नै ल्यायो होला र भन्ने, पानी नै होला भन्दा नि त्यहाँ मेरो भड्का थियो। फेरि अप्ठ्यारो त के भइदियो भने होइन, डान्स सान्स गरियो, पछि मलाई राष्ट्रपतिले त्यहाँ प्रोग्रामै हुँदा हुँदै मलाई बोलाइयो क्या। ला बर्बाद, अनि अझ बर्बाद कहाँ भयो भने त्यहाँ गएँ, राष्ट्रपति त अगाडि बसिरहनु भएको थियो, प्रोग्राम चलिरहेको थियो, दिनेश ऋषि दाई एङ्करिङ गरिरहनु भएको थियो, अनि राष्ट्रपति कहाँ गएँ, अनि म ठ्याक्क होइन त अब साउन्ड आइरहेछ, उहाँले चाहिँ तपाईँको डान्स चाहिँ एकदमै मलाई मन पऱ्यो भन्नुभयो क्या। त्यसमा मैले सुन सुन सनम मलाया छाउनी भन्नेमा नाचेको थिएँ कि, आर्मीको कम्ब्याट लगाएर। अनि त्यो थुप्रै कलाकारहरूले डान्स गर्नुभएको थियो, सबभन्दा चाहिँ मेरो राम्रो लागेको छ कि उहाँलाई। अनि उहाँले त्यो भन्नु, मैले धन्यवाद राष्ट्रपतिज्यू भने ऊ भने होइन। अब त्यहाँ कौतूहलता के भएछ भने होइन, प्रोग्राम हुँदा हुँदै जयकिशन बस्नेतलाई राष्ट्रपतिले किन बोलायो, कानमा के भन्यो भन्ने परेछ क्या। अनि सबै आएर जयकिशन के भन्यो भनेर सोध्थ्यो कि मलाई, म भन्दिनँ भनिदिन्थेँ, जे भन्यो भन्यो म भन्दिनँ भन्थ्यो कि। तर भने चाहिँ मेरो तारिफ गरे हो, समाचार पनि बन्यो होला नि दादा? बन्यो नि, त्यो बारेमा चाहिँ बनेन। हजुर त्यो बेला सरोज खनाल दाइ चाहिँ टोइलेटको कमोडमा बसेको थियो कि, बसी ठाउँ नपाएर त्यो चाहिँ भाइरल भएको थियो, त्यो फोटो मैले खिचिदिएको थिएँ, त्यो चाहिँ भएको थियो। अनि भट्टीको अनुभव त्यही हो, म खाएँ पनि मेरो गाडीमा नि बोतलै हुन्थ्यो, तर म हार्ड ड्रिङ्क चाहिँ खाँदैन थिएँ। यस्तै यस्तै ठाउँमा आयो भने चाहिँ भोड्का चाहिँ खान्थेँ बोतल, किनभने अब त्यो बियरको बोतल लगाएर खानु त कुरो भएन, अनि बोतलमै बियर हाले त पहेँलो देखिन्छ, रातो देखिन्छ, त्यो कारणले भोड्का चाहिँ सजिलो क्या, यसले पानी खाइरहेको छ भने, अनि त्यो खान्थेँ। अरू बेला चाहिँ म बियर नि। भोड्का चाहिँ कहिलेदेखि हार्ड ड्रिङ्क्स भयो नि दादा? होइन भन्दैछु त, कहिले काहीँ त्यस्तै ठाउँमा क्या, इन्टरभ्यू, प्रधानमन्त्रीलाई भेट्न जाँदा, राष्ट्रपतिलाई भेट्न जाँदा, अनि विशेष विशेष ठाउँमा चाहिँ पानीको स्टाइलले म भोड्का लिएर जान्थेँ, त्यस्तो बेला मात्रै हो। अनि म बिहानदेखि खानेको कारण चाहिँ के भने होइन, यो एकदम नराम्रो चिज हो, मैले छोडेको कारण त्यही हो। मेरो चाहिँ मान्यता के थियो भने होइन, मान्छे प्रायः जसो बेला सुत्ने बेला खान्छन् क्या, टन्न त्यत्रो महँगो रक्सी खाएर सुत्नलाई त किन खानु क्या। त्यो पनि हो दादा। खाएपछि बिहानदेखि खाने, खाएपछि के एउटा रमाइलो होस्, के नाचगान होस्, के हाँसी ठट्टा होस्, केही नभए फाइटै परोस्, होइन त्यतिसम्म त चाहियो दादा। टन्न अब त्यत्रो महँगो बियर खाइरहेछ, सुत्नलाई खानु त भने मेरो कयौँ साथीहरू छ क्या, सट्टा खाएर ल अब सुत्न गएँ सुत्छ क्या। हो दादा, त्यो त मनी वेस्ट हो नि दादा। खाँदै नखाने, खाएपछि बिहानदेखि खाने, तर मादक पदार्थ खानु एकदमै स्वास्थ्यको लागि हानिकारक छ। मैले छोड्दा पनि त्यही भएर हो, कसरी छोड्ने त्यो तरिका मलाई सोध्नु होला, तर यहाँ द भट्टी सो भएर अहिले जाडको कुरा निकालिदिइहाल्ने। अनि दादा सन्चै हुनुहुन्छ? एकदम पुण्य गौतमजीलाई उहाँलाई नि, उहाँ झन् एकदम सन्चो हुनुहुन्छ, झन् एकचोटि रड खाएपछि झन् ठुलो सन्चो, रड खाए अब हेर्नु न उहाँको झन् अझ होइन, एकदम त्यो आवाजमा नि एकदमै
त्यो निडरता आइरहेछ अँ, होइन एकदमै त्यो जसलाई पनि एकदम खतरनाक तालले भन्न सक्ने भइरहनु भएको छ पहिला पहिला पुण्यको दमलाई चाहिँ एकदम डर सेरुवा कसैले कुट्न गयो कि पङ्लङ्ग लडिदिइहाल्ने आया आया गर्ने दादा बेहोस भइदिइहाल्ने भन्ने हुन्थ्यो नि त्यो नचिन्ने मान्छेले भन्ने हो क्या पुण्यको दमलाई म नजिकबाट चिन्छु होइन मैले धेरैचोटि देखाएको छु उहाँले डनसँग एकदम नाम खोलेको डनसँग पङ्गा लिइरहनु भएको हुन्छ नेताहरूसँग पङ्गा लिइरहनु भएको हुन्छ गुन्डाहरूसँग पङ्गा लिइरहनु भएको हुन्छ लास्टमा भाग्नु चाहिँ हुन्छ पुरा खाने भयो त भाग्नु पर्यो नि। त्यो त एकदम बुद्धिमानी काम हो नि उहाँको सबभन्दा राम्रो चिज चाहिँ के भने होइन अब कुडा खाएको भयो नि बेहोस भइदिइहाल्ने मान्छेले कुट्न लगाएर मलाई कुट्न आयो अरे म बेहोस भइदियो भने त कसले कुट्छ त्यो राम्रो आइडिया हो तिमीले तर म चाहिँ जिन्दगी त्यो गर्न सक्दिनँ म बरु कुटै खान रेडी छु है म भाग्दा नि भाग्दिनँ म त एउटा बेहोस पनि हुन्न जीवनमा धेरैचोटि कुटाइ खाएको पनि छु खुवाएको पनि छु होइन 26 चोटि जेल पनि पुगेको छु पहिला 26 चोटि भनेर एउटा उसमा देखेको थियो दादा पहिले बायोग्राफीमा कोटेश्वरमा नि एकचोटि तपाईँको झगडा पर्यो भनेर सुनेको थिएँ दादा त्यो लाइभमा आएर भन्नुभएको थियो कि केमा थियो नि दादा होइन कोटेश्वरमा 3-4 चोटि नै परेको छ मेरो 2 चोटि सिंगल परेको छ बाहिर निस्की भन्नुभएको थियो नि दादा एकचोटि त्यो चाहिँ मैले याद छैन जस कोटेश्वरमा 2-4 चोटि परेको छ कोटेश्वर मेरो अलिकति त्यहाँ धेरै साथीहरू पनि छन् र पहिला म बच्चा हुँदा पढाए पनि कोटेश्वरमै हो पहिला हाम्रो घर चाहिँ सिनामङ्गल हो क्या पछि थानकोटमा गयो अनि सिनामङ्गल बस्दा चाहिँ हामी पढेको कोटेश्वरको अहिले सरस्वती स्कुल अनि त्यहाँ म त बच्चादेखि साथी त्यहाँका हजुर अनि त्यहाँ कोटेश्वरमा के पऱ्यो भने त्यहाँ मैले एक सिटी लगाइदिएँ भने त्यहाँ हजारौँ मान्छे जम्मा हुन्छ त्यहाँ डर छैन कोटेश्वरमा अनि दादा के छ खबर सलोन दाइको छोरीको ए सलोनको छोरीको एकदम बिन्दास छ सलोनले भन्दा बढी पैसा कमाउँछ सलोनको छोरीले विज्ञापन हरेक दिन एकदम पब्लिसिटीमा उसले जतिको विज्ञापन न सलोनले पाछ न मैले पाछु न सुविधाले पाछ हाम्रो घरमा सबैभन्दा बढी पैसा कमाउने अहिले सान्विका बसेत भइरहेछ सायद गिनिजुमा छोरीदेखि लेख्नुपर्छ होला दादा जुन सायद जन्मिने बित्तिकै त उहाँले चान्स पाउनु भयो नि यो एड्सदेखि लिएर त जन्मेको 6 दिन जन्मेको 6 दिनमा 6 दिनमा सुटिङ गर्न पुगिसकेको थियो 6 दिन कि 7 दिन कति दिन ए जन्मिने बित्तिकै कमाउनु पर्छ भन्नेपट्टि लाग्नु भयो कि दादा कोही बेला त भाग्यमै त्यहाँ हुँदो रहेछ सान्विकाको बाउको भाग्य नि त्यस्तै थियो सलोन पनि 5 वर्षको उमेरमा खेले उसले नेपाली बाबु हजुर उसले बाल कलाकारको रूपमा 100 भन्दा बढी फिल्म खेले होला सायद 6 वर्षमा 6 दिनमा त सायद कमै कोही होला सायद छैन होला प्रोफेसनल रूपमा गर्ने चाहिँ हजुर सान्विका बसेको जस्तो लाग्छ मलाई पैसै लिएर गर्ने के अनि केमा बिजी हुनुहुन्छ दादा म सोभित दाइ मलाई झुका सोभित दाइ चाहिँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ त्यहाँ एउटा पिआर भन्ने फिल्म बनाउँदै हुनुहुन्छ अब खेल्न बोलायो भने अस्ट्रेलिया हान्ने कुन बेला हान्यो भनेर कुरेर बसिरहेको छु भनेपछि सोभित दाइले त नेपाली मुर्गा सँगसँगै अस्ट्रेलियाको मुर्गा नि भेटिनु भएछ भेट्यो पहिला जयमा पनि बनायो नि उतै अस्ट्रेलियाकै मान्छेले बनायो अहिले पिआर पनि अस्ट्रेलियाकै मान्छेले बनायो अब निर्मातालाई मुर्गा भन्नुहुन्न मैले भनेको फेरि मलाई मार्ला सोभित दाइले के हो साला मेरो मान्छेलाई मुर्गा भन्छस् भनेर दादाले एउटा उसमा भन्नुभएको रहेछ त्यहाँ एउटा रिफरेन्स ल्याएर दादा सजन दाइकोमा भन्नुभएको थियो मैले होइन सोभित दाइले ए उसैले भने पनि ठिक छ राम्रै मुर्गा भेट्यो रहेछ अब सिरियस कुरा गरौँ दादा टिकटकको कमाइ धेरै कि मुभीको तपाईँको मेरो टिकटकै बढी तर मैले छोडिदिएँ टिकटक 2 वर्ष भइसक्यो होइन टिकटक लाइभ आयो कि आयो भिखारी भनेर दिन थालिहाल्छ छोडिदिएँ मैले तर दुःख लाग्छ मलाई त्यो टिकटक छोड्दाखेरि होइन म टिकटक लाइभ आउँदाखेरि कैयौँ हजारौँ मान्छेहरूले होइन दुखी पीडित गरिबहरूले होइन कम्तीमा खाना चाहिँ पाइरहेको थियो कि हजुर अरूले टिकटक लाइभ आएर घर बनाए गाडी किने गर्लफ्रेन्ड घुमाए तर मैले होइन सबै जति पनि कमाएँ होइन अनाथ आश्रम वृद्धाश्रम अपाङ्गसँगहरू पनि त्यहाँ छु कि जुन चिज फेरि तैँले कहाँ दिइस् भन्ला होइन त्यो मेरो टिकटकमा पनि देखिन्छ त्यहाँ सयौँ भिडियोहरू छ युट्युबमा नि छ युट्युबमा पनि छ मोबाइल टिभीमा त्यहाँ हजारौँ भिडियो छ तर टिकटक लाइभ अहिले नआउँदा अलिअलि दुःख लाग्छ होइन तर अलिअलि फिल्म खेले पैसाले पनि समाजसेवा चाहिँ गरि नै रहेको छु तर पहिलाको जति गर्नु पाएको छैन तर टिकटक खोलिदिएको हाम्रो केपी शर्मा ओलीजीलाई धेरै धेरै धन्यवाद धेरैको रोजगारी पाएको छ क्या टिकटकले अनि टिकटकले एकदम फ्रीमा पब्लिसिटी गर्ने एउटा प्लेटफर्म पाइरहेछ पहिला पहिला कान्तिपुर पत्रिकामा त्यो वर्गीकृत विज्ञापन भन्ने लामो हुन्थ्यो कि हजुर त्यहाँ सानो थियो 4 कोठेमा सानो आउँदा त्यतिमै हामीले हजारौँ लाखौँ दिनु पर्थ्यो कि महिनामा
अहिले टिकटकले देख्न कपडा पसलेले कपडाको व्यापार गरिरहेछ, जुत्ता पसलेले जुत्ताको गरिरहेछ होइन। हो दादा त्यो त्यो त घडीले एकदम। घडी गरिरह होला, कोहीले रेस्टुरेन्ट चलाइरह होला, कोहीले के गरेर मुभी होला, नै चलाइन दादा। मुभी नि हो। अँ, पूर्णबहादुरको सारङ्गीको ऐतिहासिक कमाइको एकमात्र कारण टिकटक हो क्या। टिकटक रोना धोनाबाट त सुरु भएपछि बल्ल अनि सुरु भयो। पूर्णबहादुरको सारङ्गी शुक्रबार र शनिबार त पत्ता पाउने। शनिबार म हेर्न गएको, म 5 जना गएको थिएँ, अर्को 2 जना थियो, हामी 7 जनाले हेरेँ शनिबार। तर शनिबार बेलुकाबाट जब त्यो रुली भाइरल हुन थाल्यो, आइतबारदेखि मान्छे मारामार। पछि मेरो घरको मान्छे हेर्न जाँदाखेरि टिकट नपाएर पावर लाउनु परिरहेको थियो हलमा फोन गरेर। ल मेरो मान्छे आउँदैछ त्यहाँ टिकट राख भनेर। टिकटक भने त एकदमै राम्रो नराम्रो जेमा पनि हुन्छ होइन। टिकटकमा नि राम्रो चिज पनि छ, नराम्रो चिज पनि छ। हामी त राम्रोलाई लिने हो। यो चिज बुझेर होइन, केपी शर्मा ओलीजीले जुन टिकटक खोलाइदिनु भयो, धेरैको आशीर्वाद केपी शर्मा ओलीलाई लाग्नेवाला छ। उहाँले 2 चोटि त किडनी फेरिसक्नुभयो, फेरि पनि किडनी फेल भयो भने होइन, 3 चोटि फेरेर पनि उहाँ अझ पनि अहिले जस्तै होइन तन्दुरुस्त हुन्छ भनेर होइन। अनि उहाँ त टिकटकमा आउनुहुन्न नि। धेरै टिकटक चलाएर आफ्नो रोजगारी चलाउनेहरूले होइन उहाँलाई आशीर्वाद दिनुहुन्छ क्या। मै जाने कयौँ अनाथ आश्रमका बच्चाहरू, वृद्धाश्रमका बुढाबुढीहरू, अपाङ्ग सङ्घका दाजुभाइ दिदीबहिनीले होइन केपी शर्मालाई एकदम अब आशीर्वाद मेरो अगाडि जान्छ क्या। बाबु केपी शर्मा ओलीलाई भेट्यो भने होइन हाम्रो पनि आशीर्वाद छ भनिदिनु है। अब बाबु त आइज न यो टिकटकमा भन्छ क्या मलाई। अब आयो भिखारी आयो भनिदिइहाल्छ मलाई। जुवा आउँदैन कसैलाई के भन्दैन क्या। म आएपछि होइन किन मलाई रिस गर्छन् होइन, कारण अङ्कलले त समाचारै बनाउनु भएको थियो। भिखारी नम्बर 1 भन्ने नै उयो त प्रकाश सुवेदी रजत पट अङ्कल भन्यो तिमीले, म चाहिँ चुल्टे अङ्कल भन्छु होइन। उहाँले चाहिँ भिखारी नम्बर 1 भनेपछि मैले छोडिदिएको क्या। ल गरी खा, मैले पैसा कमाएको हेर्दा, मैले समाजसेवा गर्दा तेरो मनपेट चलिरहेको रहेछ, ल मैले छोडिदिएँ भने त्यहाँबाट छोडिदिएको क्या। उसले मलाई भिखारी नम्बर 1 भनेको थियो, मैले फेरि उसलाई दलाल नम्बर 1 भनेको थिएँ नि त होइन। त्यो चिजमा उसले होइन भनेर मलाई प्रुभ गर्न सकेन नि त। म त बिना प्रुफ बोल्दैन होइन। टिकटक भने एकदम राम्रो चिज हो, तर गर्न सक्नेलाई राम्रो हो, जसले गर्न सक्दैन उनीहरूले कुरा काट्ने हो कि। टिकटक लाइभमा आयो मान्छे हुँदैन, बनायो नि। ल आयुष एलिजेको त विदेशको मान्छे हो, म कुरै नगरौँ होइन। आयुष सिंह ठकुरी 21 वर्षको उमेरमा काठमाडौँमा त्यत्रो करोडौँको घर जग्गा किन्नु भनेको होइन, टिकटकलाई धन्यवाद दिनु परेन। नत्र यो देशमा यो भ्रष्टाचारी नेताहरूले त होइन युवाहरूलाई त जा विदेश भनेर लहटिरहेछ। रोजगारी भएको रोजगारी सबै उद्योग कल कारखाना सबै बन्द गराएछ होइन। यहाँ त रोजगारी पाउने नेताहरूको झोले झाम्टेहरूले मात्रै हो, ठेक्कापट्टा पाउने रोजगारी पाउने उनीहरूले हो। तर सर्वसाधारण जनताहरू त विदेश जान बाध्य छ। तर आयुष सिंह ठकुरीले टिकटकै चलाएर 21 वर्षको उमेरमा हो दादा होइन। आमाको कुरा गरौँ नि दादा। कसको? आयुषको। म त मेरो होइन, उहाँ पनि ठिक छ। आयुष सिंह ठकुरीको आमाले पनि एउटा कन्ट्रोभर्सी ल्याएर उहाँ पनि अहिले भाइरल त भाइरल हो दादा। छोरो पनि भाइरल, आमा पनि भाइरल। गुड, राम्रो गर्नु। यो पैसा कमाउनु पर्छ, आगो चाहिँ छोड्नुहुन्न क्या। कम्तीमा डलर त झारिरहेको छु नि हामी नेपालमा। नेपालमै झारे नेताहरूले हाम्रो युवाहरूलाई विदेश पैठारी गर्छ, हामीले यहाँ नेपालमा बसी मान्छेले नेपालमा डलर आयात गरिरहेछौँ। ठिक हो नि दादा। आयुषले 21 वर्षमा घर बनाउनु एकदम ठिक हो नि। धेरै राम्रो। तपाईँले त 21 वर्षमा घर डुबाउनु भएको थियो फिल्म बनाएर। सही हो, सही हो। तर होइन फिल्म बनाएर चाहिँ मैले डुबाएको छैन। मैले हुन चाहिँ 2टा घर बेचेको छु, जग्गाहरू बेचेको छु होइन। तर फिल्म बनाएर होइन, मैले समाजसेवा गरेर मेरो 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 मोबाइल टिभीमा गएर भिडियो हेर्दा पनि हुन्छ होइन। एउटा कुरो के हुन्छ नि होइन, म कस्तो खालको समाजसेवी हो नि होइन, आफ्नो पकेटबाट गर्ने समाजसेवी के। नेपालमा कस्तो हुन्छ नि, चन्दा उठाएर गर्ने पनि हुन्छ। केपी खनाल परेन तपाईँ? केपी खनाल परेन? केपी खनाल भनेको चन्दा उठाएर होइन, अरू छन् थुप्रै। केपी खनाल त मलाई याद भएन होइन। तर थुप्रै यहाँ युट्युबरहरू छन्, समाजसेवी भनाउँदाहरू छन्, अभियन्ता भनाउँदाहरू छन् होइन, हिरो भनाउँदाहरू छन्, हिरोइन भनाउँदाहरू छन्, गायक गायिका, हाँस्य कलाकार धेरै छन्। यहाँ चन्दाको धन्दा गर्ने के। देश विदेशमा बस्ने नेपालीहरूसँग चन्दा उठाउने, अरबौँ उठाउने, अनि गएर 10-20 हजार दिने, अनि उनीहरू समाजसेवी। धेरै पर्छन् त्यसमा। एउटा ऊ पनि हो, एउटा हो यो चन्दाको धन्दा गर्ने मलाई रवि लामिछाने हो। दादा ऊ के अरे राजकोट हस्पिटल र जनमैत्री हस्पिटलको हिसाब किताब देखा खै। तर म चाहिँ होइन कहिले पनि होइन चन्दा उठाउँ भन्दा म पनि सक्दिनँ त। मेरो त त्यत्रो 1000-1200 वटा भिडियो छ। 1200 वटा भिडियो बनाउनलाई होइन तिमी आफै हिसाब गर न मेरो कतिको होला।
एक ठाउँमा गएर मैले 2 लाख मात्र सहयोग गरेँ भने हो दादा त्यो 1200 इन्टु 2 लाख कति हुन्छ तर यहाँ बुझ्दैन मैले धेरै गाली खानेको कारण पनि त्यही हो हो दादा नेपाल उल्टो छ क्या किनभने यो साला यो समाजसेवा र हिरो बन्ने त्यो पनि आफ्नै पैसाले घर बेची समाजसेवा गर्ने भनेर बढी बढी गाली खानेको कारण यो हो क्या किनभने यो देश सतीले सराबेको मान्छेहरू बस्ने देश हो क्या कुरो यस्तो हो साँच्ची दादा तपाईँ चाहिँ बलिउड ट्राई किन नगर्नु भयो दादा नेपालमै फिल्म खेल्न पाएन बलिउड अहिले नयाँ मेकरहरूले मलाई लिँदैनन् पुराना जसले मलाई फिल्म खेलाउँथे उनीहरू सबै विदेश गइसके म अहिले फिल्म कम हुनुको कारण त्यही त हो नि तर बल्ल बल्ल एउटा नयाँ मेकरहरूको 2टा फिल्म पाएको थिएँ हजुर 1 वर्षसम्म झुलाए स्क्रिप्ट रिडिङ के भनेर झुलाए लास्टमा सुटिङ हुने बेला चाहिँ निकालिसकेको छ ए त्यस्तो छ तर अब बलिउड चाहिँ कहाँ ताक्नु मैले बलिउड जानु नभए नि ठिक हो दादा तपाईँ आखिर बलिउडकै फिल्म यहीँ कपी गर्ने हो दादा तर उनीहरू पनि केही कम छैन उनीहरूले नि साउथको कपी गर्ने हो नि दादा सबै त्यही हो जस्तै हामी अलिक पहिलाको मेकरहरूलाई बलिउडको मुभी कपी गरिन्छ भन्थ्यो अहिलेका नयाँ मेकरहरूले कोरियन फिल्म गर्छन् साउथ इन्डियन गर्छन् त्यही हो कुरो एउटै हो तर त्यसलाई म चोरेको भनिदिनु प्रभावित भएको भन्छु कि किनभने कन्ट्रोल सी किनभने फिल्म बनाउनलाई विषय नै धेरै छैन कि के लभ स्टोरी बनाउने हो एक्सन बनाउने हो होइन हो दादा धार्मिक बनाउला कोहीले ऐतिहासिक बनाउला होइन विषय नै खासै त्यही त हो नि जस्तै कुनै फिल्ममा कर्माले हिरोलाई आई लभ यु भन्यो मैले अर्को फिल्ममा आई लभ यु भने नि मेरो डायलग चोर्यो भन्न मिलेन एउटै हो आई लभ यु त युनिभर्सल आफ्नो प्रेजेन्टेसन एउटा नयाँ दिने हो हजुर अभिनय कसले गर्दा उसले आफ्नो पन दिने हो नत्र हरेक देशको फिल्ममा केही न केही समानता त भेटिन्छ हो दादा तपाईँको पहिलाको बारुद यो अनि धुमवानहरू खतरा खतरा मुभी आउँथ्यो नि दादा हजुर लास्ट टाइम आएर किन यस्तो भइरहेको छ नि दादा पहिला कलाकार पनि खतरै थियो नि त राजु राजाराम बनाउँदा शिव श्रेष्ठ भुवन केसी राजेश शर्मा अहिले त तपाईँ पनि खेल्नुहुन्छ त अनि तपाईँ पनि खेल्नुहुन्छ नि दादा फिल्ममा होइन ऊ भयो पहिला म मल्टिस्टार कासो फिल्म बनाउँथेँ जस्तै राजु राजाराम बारुद कर्णवीर धुम अनि पछि अब पहिला हिरोहरू बिचमा छोड्दै गयो नि त निखिल उप्रेतीजी यतिकै हराइदिनु भयो विराज भट्ट भोजपुरीतिर गयो राज हमाल दाइले लामो अर्धकालीन सन्यास लिइदियो होइन अनि अब नयाँलाई लियो भने 50-60 लाख भन्छन् तर अहिलेको जेनजीहरूले के त त्यो सिङ्गम रिटर्न्स हेर्नेहरूलाई के त त्यो बारुदवाला कस्तो मजा थियो नि त हामी बच्चा बेला थियो होइन भन्छन् मान्छेहरूले मलाई अहिले पनि होइन बारुद एकदमै मन पराएको फिल्म हो होइन बारुद 2 बनाउनु पर्यो भन्नुहुन्छ होइन हो नि लास्टै प्रतीक्षामा छौँ है हामी छौँ है साँच्चै छ बारुदको चाहिँ धुमको त 4वटा सिरिज बनिसक्यो होइन बारुद 2 ल्याउनु पर्यो भन्छ बारुद 2 ल्याउनलाई अब निखिल उप्रेती खोज्नु पर्यो रमेश ढुङ्गाना अमेरिका हुनुहुन्छ होइन विक्रान्त बस्नेत अमेरिका छ राजेन्द्र हड्की दाइ पहिलोचोटि त्यसमा हिरो खेल्नु भएको थियो होइन हजुर त्यो हातमा आगो बाल्नेवाला कस्तो जिउमा पुरै हो त्यही काँताले त ओड हल्ल्या हो केपछि करातेमा त्यो काँता गर्ने मान्छे फर्स्ट एन्ड लास्ट राजेन्द्र हड्की दाइ हो त्यो हामीले बारुद फिल्ममै थियो त्यो पहिलाको स्टाइलको फिल्मै अझ बन्दैन कि पहिला सुटिङ भइसक्यो मलाई रमाइलो पनि लाग्थ्यो कि पहिला मान्छेको युनिट पनि धेरै हुन्थ्यो कि 100 जना 150 जनाको युनिट हुन्थ्यो लाइटहरू रिफ्लेक्टरहरू मात्रै 13वटा 15वटा हामी चलाउँथ्यौँ अहिले त्यस्तो हुँदैन सानो टङ्ग्रे भट्टिहाल्दै हुन्छ मान्छे हुँदैन कि सुटिङमा आइ कहाँ हुन्छ कि पहिला सुटिङमा अझ आउटडोर पऱ्यो भने होइन त्यो सुटिङ सिधेर हिँड्ने बेला होइन कति हिरोइनहरू अरू कलाकारहरू त उहाँ हुन्थ्यो भने घर आएपछि माहौल थियो क्या केही गर्नु भएको थियो दादा तपाईँले नत्र उहाँ चाहिँ किन रुन्थ्यो र होइन एउटा पारिवारिक रुममा हामी बस्थ्यौँ क्या सबैजना त्यो रुममै बसिसकेपछि त उहाँ रुइन्छ दादा मै खेला फिल्ममा मात्रै होइन कि अरू खेला फिल्ममा पनि होइन अब पारिवारिक माहौल हुन्थ्यो अहिले त होइन सबै मोबाइल लियो झुन्यो गर्लफ्रेन्डसँग कुरा गर्ने कि बोयफ्रेन्डसँग कुरा गर्ने कि मोबाइलले पनि बिगारेको हो दादा मोबाइल टिभीले दादा मोबाइल डर छैन अब चाहिँ हाम्रो एउटा सेगमेन्ट छ दादा यो सेगमेन्ट चाहिँ Q&A सेगमेन्ट हो रजत पत अङ्कलको भन्नु नि डेन्जर खाले सेगमेन्ट छ धर्म सङ्कट आयो कि धर्म सङ्कट भन्दा नि ठुलो सङ्कट दादा कर्म सङ्कट होइन अधर्म सङ्कट हजुर मैले पहिला भनेको थिएँ इन्टरभ्यूमा होइन उसले धर्म सङ्कट भनेर आएको छ यो धर्म सङ्कट होइन यो चिजले गर्दाखेरि धेरैको दुश्मनी भएको छ त्यसलाई अधर्म सङ्कट राख्नुहोस् प्रकाश दाइ भनेको थिएँ
हाम्रो चाहिँ Q&A सेगमेन्ट छ दादा यसमा चाहिँ विथ एक्सप्लेन है दादा धर्म सङ्कटमा छैन हाम्रोमा चाहिँ छ दादा मौलिक छ हो नि त दादा क्वेसन के भन्नु दादा जयकिशन बस्नेत को हो राम्रो एक्टर राम्रो डिरेक्टर राम्रो प्रोड्युसर राम्रो डान्सर एक्सप्लेन सहित है दादा राम्रो के रे एक्टर राम्रो डिरेक्टर राम्रो प्रोड्युसर राम्रो डान्सर चारवटैमा ठिकठाक मान्छे हुनु अब यो चारवटामा तुलना गर्ने भने चाहिँ एक्टर है अब एउटा चिज आएन युट्युबर पनि भने म युट्युबर टिकटकर भने म टिकटकर भनिदिन्थेँ चारवटा विधामा चाहिँ एक्टरै भन्छु अनि अर्को चिज म सबभन्दा राम्रो चाहिँ म राइटरमा हुन सक्छु त्यो पनि आउँछ हजुर हजुर किनभने मैले लगभग 70-80वटा फिल्म लेखेको छु होइन मैले लेखेको फिल्म अहिलेसम्म फ्लप भएको छैन अहिलेको टप चलेको नयाँ पुस्ताका फिल्महरू पनि होइन लेख्न चाहिँ मैले लेख्दै आउँछु नाम चाहिँ मेरो राख्दैन किन हो पनि होइन अनि के भन्छन् मेरै चेला चपेटाहरू हुन् होइन अनि मेरो नाम चाहिँ किन नराख्नु दाइ तपाईँले लेखा भन्यो भने होइन मल्टिप्लेक्सले हलाइदिँदैन भन्छन् अब के हो र त्यस्तो के QFX को के चेन के छ दादा यस्तो खै मलाई किन रिस गर्छन् मलाई थाहा छैन होइन किनभने म देशको पक्षमा बोल्छु अन्याय अत्याचारीको विरुद्धमा बोल्छु होइन यो कारणले गर्दा मैले धेरै दुश्मन कमाएको छु कि अनि म एक्टर भन्दा नि म एक्टरमा आफूलाई ठिकठाक मान्छु होइन त्योभन्दा राम्रो चाहिँ म राइटर हुँ क्या हालसालै मैले लेखेको बम्पर हिट भएको फिल्म छ मेरो नाम बहादुरको सारङ्गी हो कि के हो दादा नाम नलिउँ किनभने उनीहरूको अब त्यत्रो नाम दाम इज्जत कमाइसकेका छन् मलाई दिदी पैसा दिइसकेका छन् क्या मलाई पाएको छैन मलाई अब जयकिशन बस्नेत भनेर चिनाइरहनु जरुरी छैन क्या अहिले मलाई अनि यो फिल्मले मात्र होइन क्या फिल्मले जति चिनायो तर मलाई फिल्मभन्दा बढी चिनाएको चाहिँ युट्युब टिकटक फेसबुक यिनीहरूले नै हो क्या त्यही कारणले मलाई यो मलाई नाम आओस् के आओस् मलाई मतलब छैन मलाई नाम आओस् हो दादा हो ठिक हो नि पैसै ठुलो हो नि अब अर्को क्वेसन दादा यदि तपाईँ नेपाली फिल्ममा नभएको भए के बन्नुहुन्थ्यो आर्मी एकैछिन भन्नु चोर फटा डाका हरामी के बन्नुहुन्थ्यो दादा सरी उयस भएछ लयर पाइलट आर्मी अथवा तपाईँको इच्छा एउटा अहिले ठिक थियो चोर ढाका अनि के अरे फटा हरामी चोर ढाका फटा हरामी यो त म पहिल्यै थिएन बच्चा बेलादेखि होइन पछिल्लो अप्सनमा चाहिँ म लयर भन्छु किनभने मैले ल नै पढाएको म BL थर्ड इयर पढ्दै मन भन्ने फिल्म खेल्न है म हुन नसकेको वकिल हुँ अहिलेका चर्चित वकिलहरू मेरो ब्याचका छन् जुन मिडियामा नै आइरहेको हुन्छन् मान्छे कति सायद लयर नै हुन्थ्यो होला अथवा कि चाहिँ आर्मी हुन्थ्यो होला यदि तपाईँ लयर हुनुभएको भए दादा कसले थुन्नुहुन्थ्यो अहिले मुद्दा हालिदिनु हुन्थ्यो वकिलहरूलाई त्यति पावर हुँदैन होइन न्यायाधीश भएर चाहिँ अहिलेको भ्रष्टाचारी नेताहरूले थुन्थे भनेपछि तपाईँको ब्याचमेट त यता युवराज सफल पनि हो कि के हो दादा युवराज सफल वकिल होइन नि त वकिल पढ्न धेरै गाह्रो छ भाइ है कहाँ जो पायो उसले पढ्न सक्छ फेरि मैले यो भनेर युवराज सफललाई जो पायो भन्नु खोजे होइन फेरि युवराज सफल त होइन एउटा पुरो युवराज सफलको नाम आइहाल्यो भने पहिला मलाई त्यो मान्छे एकदम रिस उठ्ने के हजुर म रवि लामिछानेको अन्धभक्त थिएँ अहिले त रमाइलो लाग्छ ठिक गरिरहेछ भन्ने जस्तो लाग्छ नि त्यही भन्दैछु पहिला म रवि लामिछानेको अन्धभक्त होइन रवि लामिछाने प्रधानमन्त्री हुनुपर्छ भन्ने टाइपको मान्छे अनि युवराज सफलले मुद्दा हाल्थ्यो एउटा स्पेस 4K टेलिभिजनको लाइभ प्रोग्राम चलिरहेको थियो उसको इन्टरभ्यू त्यहाँ हाम्रो पुरा छला हानै पर्यो एकदम भाइरल इन्टरभ्यू दादा हो त्यो मैले कलौटे भनेर नाम राखेँ मैले ओर्ने तर अहिले आएर ठ्याक्कै उल्टो हो क्या अहिले म युवराज सफलको चाहिँ अन्धभक्त रवि लामिछाने त नम्बर 1 के हो थाहा भइहाल्यो भन्नुहुँदाखेरि खालि आउँछ यत्रो फटाइ काम गरिरहेछ भने थाहा छ होइन थाहा हुँदै पनि होइन किन गाली गर्छ भन्ने मैले सोच्थेँ पहिला चाहिँ होइन पछि थाहा पाउँदा होइन एउटा आइमै छ होइन भेडाको नाम पुतली नाम राखेको छु मैले त्यसलाई नाम बाई के अरे काम बाई होला नाम डट भन्ने छ कि एउटा सबै होइन सबै त्यो 10-12 जना कामै हानिराख्ने रवि लामिछानेको सपोर्टमा छ नि यो मान्छे हिरो यो फलानो ढिस्कानो
जसले अलिकति मात्र विरोध गर्यो रक्का पान मैले मेरो छोरो अहिले अब 19 वर्ष कटेर 20 वर्ष लागिसक्यो होइन एउटै घरमा एउटा उसलाई मैले जिन्दगी कहिले त बन्देज लगाएको छैन क्या छोरोछोरीले जेसुकै गरोस् आफ्नो हिसाबले गरोस् तर मैले के भनेको छु हरेक चिज गर भाइ तर राजसभाको कार्यकर्ता हो भने सँग छोडिहाल भन्दैछु कि किनभने मुख छोड्न सिकाउँछ कि मुखै छोड्ने भयो भने त मैसा आइज भन्दैछु कि हो दादा हो म पनि छोड्छु अरू अर्को क्वेसन के भन्दा दादा मामा घरलाई किन मामा घर भनिन्छ आमाको घर भएर बुवाको ससुराली भएर पुलिस चौकी भएर अथवा छोराको मावली भएर नयाँ क्वेसन आयो मामा घरलाई किन मामा घर मामा बस्ने घरमा आएर भनिन्छ मामा घर भने चाहिँ मामा बस्ने यो पनि राइट हो है एन्सर बरु यसको ठाउँमा चाहिँ भन्नुपर्ने पुलिस चौकीलाई किन मामा घर भनिन्छ भने चाहिँ सोध्नुपर्ने अर्को केसलाई त्यो सोध्नु तपाईँ 26 चोटि जेल जानुभयो जेल होइन चौकी भनौँ न दादा जेलै हो त्यसलाई हिरासत भनिन्छ हिरासत जेल पनि परेको छु कस्तो अनुभव हुन्छ दादा हामी पढ्दा त धेरै गाह्रो थियो अहिले चाहिँ के छ थाहा छैन होइन अस्ति मैले रवि लामिछानेको एउटा फोटो देखिरहेको थिएँ भाइरल भएको होइन उसलाई त खाटसाट पुरा 2-3टा ओढ्ने 2-3टा सिकाउने किताब सब तयारी छ तर हामी पढ्दा चाहिँ एउटा मलाई एकदम नबिर्सिने अनुभव छैन यो विशाल बजारको जनसेवा चौकी थाहा छ विशाल बजारभित्र त्यहाँ लगभग म 5-6 चोटि पढाएको छु त्यहाँ चाहिँ होइन एकचोटि पढ्दा चाहिँ के भयो भने होइन त्यहाँ हरिमहत र म पढाएको थिएँ हरिमहत भने को भन्छौ भने आइएम सरी फिल्मको निर्माता आइएम सरी है चिनी केकी अधिकारीको फर्स्ट फिल्म केकी अधिकारीलाई हिरो बनाउनु के अरे हिरोइन बनाउनु मान्छे अनि कुन्टे परेडको नि प्रोड्युसर हो अहिले पूर्णबहादुरको सारङ्गीको निर्देशक उहाँलाई लिएर अर्को फिल्म बनाउँदै हुनुहुन्छ सायद त्यसमा म पनि हुन सक्छु त्यसरी निर्माता हुनुहुन्छ होइन हरिमहत र म पढाएको थिएन तिमी र म यति नै कुरा छ अहिले चाहिँ कत्रो छ त्यो हिरासत मलाई थाहा छैन होइन खोर भनिन्छ त्यसलाई होइन त्यो चाहिँ त्यो सुत्यो भने 4-5 जना सुत्न पुग्छ क्या उदाहरण परेर 2-3 रात हामी होइन त्यो लोकल बस पहिलाको त्यो भक्तपुरको थानकोटको लोकल बसहरू होइन पुरा 142 जनासम्म त्यहाँ पुगेको छ क्या के भइरहेको छ हामी अब सुत्ने ठाउँ नि छैन पढ्ने ठाउँ कुनै छोडिदियो होइन उभिने होइन अनि एकअर्काको जीवन लियो म अर्कोको काँधमा मेरो काँधमा अर्को यसरी बसेको छौँ क्या हामी अनि फेरि टोइलेट हुँदैन थियो अहिले के छ कुनै जनसेवामा होइन त्यही सानो कोठामा यतापट्टि सानो एउटा ऊ राखेको थियो अलिकति 4 इन्च जति अग्लो होइन ती मुत्ने हो ती हग्ने हो ओहो बिहान गाह्रो पर्दो रहेछ दादा 24 घण्टा गाह्रो नि त्यहाँ गराउने त्यत्तिकै अब खोरमा पर्ने के प्रायः छ त्यो चोर पाकेट मार प्रायः छ त्यही त हो नि सुन्दा पनि एकदम जिउ बनाइरहेछ अब त पछि हुँदा होइन टोइलेट गराएर जिउ पनि पाखा हुँदैन त्यस्तो अनुभव थियो तर अहिले त राम्रो रहेछ रवि लामिछानेलाई त्यो अस्ति फोटो हेर्दा त होइन चट्ट कोठा एउटा सिङ्गल कोठा बेड होइन ओड्ने ओछ्याउने सबै आनन्द रहेछ पहिला हामी पढ्दा चाहिँ एकदमै गाह्रो हरेक दिन बिहान कुटिन्थ्यो डाङ त्यो पैतालोमा होइन पैतालोमा खायो ड्याम हान्ने होइन अनि त्यो हात यस्तो यहाँ देखाउनु मिलेन होइन हात यस्तो खुट्टामा लगाएर भित्रबाट त्यो लौरो घुसा हुन्छ कि अनि हात नफुत्किने अनि झ्याम अनि कति नै बहादुर जस्तो हान्दैन कि हामीलाई अनि त्यो लौरो सट्ट झिझिलो खोल्यो उफ्री भन्छ क्या अनि यतिकै उफ्रेर भने त्यो भनेर मोरी हाल्ला भनेर क्या पैतालोमा हानेर चाहिँ त्यो पछिसम्म अहिले पनि मलाई असल छ क्या त्यसको असर छ दादा त्यस्तो कुट्ने अनि पहिला त नर्मल सकी जान्थ्यो कुटे खाइन्थ्यो पछि पावर सर लाएर छुटिन्थ्यो तर म जतिचोटि पनि पावर लाएर छुट्याएँ नियमसँग कहिले पनि छुट्याएन सबै पावर लाएर छुट्यायो पैसा खुवाएर नि छुट्याएन पावरै लाएर छुट्यायो अनि पछि चाहिँ होइन म फिल्म लाइनमा आइसकेपछि एकचोटि पढेँ कि हजुर मन भन्ने मेरो फर्स्ट फिल्म 58 सालमा त्यहाँ अवार्ड पनि पाउनु भयो नि दादा मैले बेस्ट एक्टरकै अवार्ड थिएँ मन भन्ने फिल्म 26 गतेबाट चल्ने माघ 26 गते मलाई मिति याद छ पहिलो फिल्म हो नि त हजुर माघ 19 गते म चाहिँ त्यही छोटो सेवामै परेको थियो यहीँ जाने सेवा विशाल बजार अनि त्यसपछि त्यहाँ 2-4 जना पुलिसहरू जुन बिहान राम धुलाइ गर्न आउँछन् अनि 2-4 जना चाहिँ त्यो मन फिल्मको सुटिङ हेटौँडामा नि भएको थियो अनि हेटौँडामा चाहिँ अब उनीहरूले खेल्न आएको होला हामीले खेलाइन होला क्या
हजुर सायद त्यही लाग्छ। अनि त्यसपछि दुईजना पुलिस आएर ए त हिरो होइन मनको हिरो यो फेरि त्यो बेला मेरो त्यो दुईटा गीत सुपर हिट भइरहेको थियो, बस तनमा बस यो मनमा भन्ने, अनि वारी जमुना पारी जमुना जमुनाको फेदैमा। हामी बच्चाहरूले त खासै थाहा छैन दादा। वारी जमुना गीत सुने होइन? त्यो मेरो फिल्मको गीत हो। वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनको गीत हो। धेरै सुनेको गीत हो नि दादा यो। मेरो फर्स्ट फिल्मको गीत थियो। अनि बस तनमा बस यो मनमा त्यो एकदम हिट थियो त्यो गीत। हजुर अनि त पुलिसले आएर होइन यस्तो भित्तामा टाँसेर होइन घुँडाले तिङ्रामा हानिदिने क्या ड्याम ड्याम। खेलाडी त म पनि हो के किसिम गराएको ब्ल्याक बेल्ट होइन। त्यो यहाँ हान्नुको मतलब के हो भने होइन त्यो महिनौसम्म त खुट्टा दुख्छ क्या तिङ्रा घुँडाले ड्याम ड्याम ओ हुन्थ्यो होइन। अनि अनि संजोग के भन्थ्यो त्यो बेला चाहिँ हरिपत्र मणिसँग थियो। अनि अर्को त्यो बेला रामजी लामी छाने अहिलेको चर्चित छ क्या रामजी लामी छाने जेल गएको रहेछ त होइन ऊ थिएन उसलाई हामीले भयो त रामजी लामी छाने हाम्रो यो दिनेश राउत उनीहरूमै हामी सबै खानकोटकै हो क्या मेरै ग्याङका मेरै चेला चपेटाहरू यिनीहरू। अनि दिनेशहरू हरिहरू आर्यन सिग्देल के हो यिनीहरूलाई मैले भगाउन सफल भएँ। हरि र म पऱ्यो अनि पुलिस के भन्छ ड्याम ड्याम भन्छ त हिरो होइन अहिले सिङ्गल 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 भन्दा एकरो फुटिरहेको छ त्यो नि यसरी बाँधेर दादा होइन त्यो यतिकै फुटाएको थिएन। अनि झडक्क रिस आज रिस चाहिँ कहाँनिर उठ्यो भने मेरो मम्मीहरू त्यहाँ जनसेवाभन्दा अगाडि बसिरहेको रहेछ क्या सोभित दाइ पनि थियो कि जस्तो लाग्छ। अब आमाको मन हुन्छ नि त ए मेरो छोरा नगुल भनेर रोइरहेको थियो कि म मम्मी रुवा देखेर चाहिँ मैले सहन सकिनँ होइन ए सिङ्गल खेल्ने भनेर लाग्यो भने होइन मैले पनि त पुलिसलाई ठोकिदिएँ कि उसको पुलिसको ट्रेनिङ म पनि केउसिलको खेलाडी जगत गौतमको चेलो जुन खेललाई गोरु जुदाई भनिन्छ कि त्यसले सिङ्गल खेल्छु भनेर मलाई आधा घन्टा कुट्या मान्छे होइन मैले आधा मिनटमा त्यसलाई हस्पिटल पुऱ्याइदिएँ कि त्यसपछि त सबै आएर ठोकिहाल्यो नि यहाँ हो नि त रियल हिरो कुट्या खाँदा नि रियल जसले मलाई सिङ्गल खेल्छु भनेको त्यसलाई चाहिँ मैले सुताइदिएँ आधा मिनट पनि लागेन। हामीलाई थाहा छ क्या कहाँनिर हान्यो भने मान्छे होइन कहाँनिर हान्यो भने ढल्छ कहाँनिर हान्यो भने चाहिँ त्यो पाटै उडाउन सकिन्छ होइन घाइते बनाउन सकिन्छ त्यो हामीलाई थाहा हुन्छ क्या। राजेन्द्र खड्की सरले सिकाउनु भयो कि के हो होइन रायन दाई पनि हाम्रै गेममा हो केकोसेनकै उहाँ नि गुरु हो होइन तर म चाहिँ डाइरेक्ट जगत गुरुसँगै मैले ट्रेनिङ ल्याएँ। जगत गौतम भनेको हाम्रो नेपालकै फ्रेन्डसिप राजेन्द्र दाई चाहिँ हाम्रो हेटौँडाबाट उहाँले राँगा ढालेर देखेर जगत गौतमले उहाँलाई इन्भाइट गरेर ल्याएको क्या। उहाँ नत्र पहिला सोतोकान हो राजेन्द्र खड्की दाई पछि उहाँ केकोसिनमा आउनुभयो। म चाहिँ व्हाइट बेल्टदेखि पछि पुरै म केकोसिनमै हो पछि चाहिँ म बुधुकाई गरादियो टोमाको है जसको चाहिँ नेपालको मात्र होइन कि संसारकै ब्रान्चिप भनेको हाम्रो काजीमान श्रेष्ठ गुरु हुनुहुन्छ। त्यसपछि म छु त्यो अनि त्यो चौकीमा सिङ्गल खेल्छु भन्ने मान्छे आधा मिनटमा त सिद्धि अनि आयो त्यसपछि ठोक्यो मलाई यति ठोक्यो मेरो मम्मी फ्यान भएको भएन। अनि पहिलाको चौकीमा त्यस्तो भन्थ्यो अहिले चाहिँ कस्तो छ मलाई थाहा छैन होइन तर अहिलेको चाहिँ मलाई होइन म एकदम कसैको फ्यान हुन्छु भने म नेपाल पुलिस र ट्राफिक प्रहरीको किनभने उनीहरूलाई एकदमै शास्ति छ क्या। सरकारी कर्मचारीहरूमा सबैभन्दा बढी खट्न पर्ने भनेको नेपाल प्रहरी अनि ट्राफिक प्रहरी क्या। न दिन न रात न घाम न पानी न धुवा न धुलो 24 घन्टामा 18 घन्टा 20 घन्टा 22 घन्टा खट्नुपर्छ। म सत्तामा हुने भने म नेता भावे मेरो पार्टी भावे होइन नेपाल पुलिस र ट्राफिक प्रहरीको चाहिँ मैले जति तलब छ त्यसको ट्रिपल बनाइदिने हो दादा। उहाँको लागि अब नेक्स्ट क्वेसन दादा क्वेसन सिधै हैन सर अलमलाइदिन अब लास्ट क्वेसन दादा हुन्छ के क्वेसन भने नेपालमा राम्रो फिल्म अहिले किन बनिरहेको छैन अहिले जुन यो 2-4 वटा छाडेर है बजेट नभएर डिरेक्टर राम्रो नपरेर खिच्ने मान्छे राम्रो नपरेर अथवा कथा चोरेर यसको उत्तर चाहिँ जय किशन प्रसाद अहिले नभएर हो दादा यो एकदम बवाल हो दादा किनकि 4 वटा हैन के त्यही भएर किनकि राम्रै फिल्म बनिरहेको छ अहिले यो नयाँ जेनेरेसनहरु झन् एकदम स्मार्ट छ हजुर हैन अलिकति स्क्रिप्टमा चाहिँ अलिकति मेहनत गर्नै पर्छ हजुर अहिलेको कतिपय निर्माता निर्देशक कलाकारहरु चाहिँ के छ भने नयाँ धार भन्छन् उनीहरुको नयाँ धार चाहिँ त्यो हिरो हिरोइनलाई हैन ल्याप
ल्यापमुख सुट चाट्न लाउँछन् त्यसलाई नयाँ धार भन्छन् कि किसिङ सिनलाई मात्रै चाहिँ नयाँ धार होइन नि त पहिला पहिला हामीले किसिङ अथवा होइन केटा र केटी बिच रिलेसन भयो भने देखाउनु पर्यो नि फुल हेरेर जोडाइन्थ्यो कि तर अहिले होइन त्यो पुरै त्यो नाङ्गे हिरो हिरोइनलाई नाङ्गे खप्टाइदिएको छ के गरिदिएको छ होइन त्यो भएपछि नयाँ धार यताको नयाँ धार कथा चाहिँ राम्रो चाहिन्छ क्या अहिले पूर्णबहादुर सारङ्गीले प्रुभ गरेन त्यहाँ न कुनै नम्रता छ न हिरो हिरोइनले ल्याप मुख चाटा छ त्यो फुलसम्म जोडेको छैन नि दादा होइन अब यो सेगमेन्ट चाहिँ सक्यो दादा हाम्रो अब अर्को सेगमेन्ट छ है यो चाहिँ सोच्नेवाला कुरा होइन भन्ने है दादा सोच्नै पर्ने कुरा है दादा यो सोच्नै पर्ने जस्तै चन्द्रमालाई चन्द्रमा किन भनिन्छ चन्द्रमा पनि भन्न सकिन्छ नि त आखिर जेन्डर त रिभिल गरेको छैन यो कुरो दादा चन्द्रमालाई यो भन्दा म आफै चन्द्रमालाई मा किन भन्ने बा किन भन्ने हजुर त्यसो होला चन्द्रमा भनेको रातमा आउँछ शीतल हुन्छ हजुर हैन आमा भनेको पनि शीतल हुन्छ नि त हजुर अनि बा भने अलिकति कडा हुन्छन् अनि यो सूर्यलाई चाहिँ सूर्यलाई बा मानेर चन्द्रमालाई चाहिँ आमा मानेर होला नि त शीतल भएर म आफैले लजिक लाग्यो बा अलि तातो हुन्छ कडा हुन्छ बा अलि तातो कडा सूर्य मान्यो चन्द्रमा शीतल नरम हैन उज्यालो हल्का उज्यालो अन्धकारमा पनि होइन हल्का उज्यालो दिने त्यही भएर आमाको प्रतीक भएर चन्द्रमा अब अर्को क्वेसन दादा अर्को क्वेसन चाहिँ के भने मान्छेको घर चाहिँ दिन दहाडै लुटे पनि कसैले थाहा पाउँदैन नि तर बेलुका गर्लफ्रेन्ड अथवा केटी लिएर गयो भने भोलिपल्ट बिहान सब छिमेकीलाई कसरी थाहा हुन्छ दादा कडै आयो कि के हो खै कुनै अर्थमा यो पनि सही हो मान्छेहरूलाई अलिकति हाम्रो समाज कस्तो हुँदै गइरहेको छ भने अलिक नेगेटिभ चिजलाई हेर्ने भइरहेछ नि त हजुर हजुर भनेपछि चोरेको होइन त्यो पनि थाहा पाउँछ किनभने चोरले लुट्यो भने चोरले लुट्यो कर्मालाई लुट्यो अगाडि बिचारा लुट्यो है भन्छ नि पछाडि के भएर लुट्यो अब त्यो अर्को गर्लफ्रेन्ड बोयफ्रेन्ड पहिला होटेलमा गएर थाहा पायो भने फलानाको छोरी फलानाको ऊ त कुशल भएछ भन्ने एउटा कुरा काट्ने बाटो के मलाई किनभने हाम्रो समाज यस्तै हुँदै गइरहेको छ पहिला के हुन्थ्यो भने होइन लभ सप भनेपछि गोप्य राख्नुपर्छ भन्ने चलन थियो मेरै पालामा समेत पनि अब तिमीहरूको पालामा आएर चाहिँ के भयो थाहा छ लभ भनेको ओपन गर्नुपर्छ भन्ने आइरहेछ कि तपाईँले देखाउनु भयो भने दादा 3-4 वटा गर्लफ्रेन्ड यसरी बोक्नु म त मिल्दैन तिमीहरूको जेनेरेसनसँग मिल्नलाई पहिला हामी होइन गर्लफ्रेन्ड बोयफ्रेन्ड हिँड्न पर्यो नि बाटोमा गइरहेको छ नि गर्लफ्रेन्डलाई अगाडि पठाइन्थ्यो कि हामी ऊ अगाडि गइरहेको कि म पछाडि पठाइदिन्थेँ अथवा म अगाडि हुन्थेँ गर्लफ्रेन्ड पछाडि हुन्थ्यो होइन अनि जहाँ जाँदैछ ती गएर मात्र भेट हुने हो जे काम हुन्छ ती गरी हुने हो तर बाटोमा चाहिँ हुँदैन थियो क्या अड हुने क्या समाजले के भन्ला भन्ने हुन्थ्यो तर अहिले आएर के भन्यो टिकटकमा लाइभ आएर लभ गर्छ त्यसमा हेर्ने मान्छे बढी हुन्छ अहिले तिमीले आयु एलिजेको कुरा गर्यौ आयु र एलिजेले सार्वजनिक लभ नगरे कसैले उनीहरूलाई चिन्दैन होइन अब हनीमुन मनाउने मान्छे कुन चाहिँ आउँछ त्यो छ भाइरल हनीमुन मनाउने कोटा चाहिँ खाली छ है आइसकेको छ टिकटक कतिको फलो गर्छौ एकजना विदेशमै बसी एकजना नेपाली केटा छ नेपाली केटी छ होइन उनीहरू टिकटक लाइभमा आएर सुहाग रात मनाउँथ्यो लाइभ त्यहाँ हेर्नलाई हामी नेपालीहरू होइन 5 लाख 6 लाख एकैचोटि जम्मा भएर तपाईँ पनि पुग्नु भएर रहेछ त दादा मेरो फ्रेन्ड हो साथी हो हामी हेर्छौँ त्यही त भन्दैछु अब मोबाइलमा चाहिँ कहाँ त ब्लू फिल्म खोजिरहनु त टिकटकमा आइरहेछ हो दादा हो हामीले अलिकति VPN अन गर्ने दादा होइन त्यो बेला त टिकटक अनै थियो बन्द भएको थिएन हामीले जस्तै म लाइभ आउँदाखेरि जस्तै म लाइभ आइरहेको छु मैले अलिकति होइन मात्र मेरो मुखबाट निस्क्यो भने होइन मेरो टिकटक ब्यान हुन्थ्यो पहिला ए त्यो त्यस्तो पनि थियो दादा अहिले पनि त्यही छ तर होइन तिनीहरूले चाहिँ पुरा लाइभमा आएर ड्याङ हनुमान मनाएर आउँछ त्यही पनि ब्यान हुँदैन किन थाहा छ त्यो लाखौँ मान्छेले हेरिरहेको छ तर उनीहरूले रिपोर्ट हान्दैनन् क्या किन उनीहरूले त आनन्द पाइरहेछ यिनीहरू रिपोर्ट हानेर यिनीहरूको आइडी ब्यान भयो भने त भोलिदेखि त्यो सिन कहाँ देख्नु हो दादा त्यो कारण हो नि त अब अर्को क्वेसन दादा अर्को क्वेसन चाहिँ के भने यो अनाथहरू हुन्छ नि जुन घर नभएकोहरू उनीहरूले किन ब्याङ्क लुट्दैन आखिर ब्याङ्क लुट्यो भने पनि समात्यो भने जेलमा बसेर आनन्दले खान पाइन्छ समातेन भने यसै पैसा भइहाल्यो यो क्वेसन हो दादा
यसमा मैले के भन्नु पर्यो अनाथहरूले किन ब्याङ्क लुट्दैन भन्नु आखिर उनीहरू त ब्याङ्क लुट्यो भने यसमा नि आफ्नै दिमाग लाउनु पर्ने हुन्छ यस्तो नसोध्दा फेरि यहाँ मान्छेले सिक्लान फेरि एउटा ऊ हो लाग्छ किन ब्याङ्क लुट्ने भनेको अपराध हो क्या होइन ठुलो अपराध हो नि त लुट्ने डाँगा हान्ने भनेको अपराध हो नि त त्यो मान्छेको दिमाग त्यस्तो भावे त्यसको कर्म त्यस्तो भावे त्यो अनाथै हुँदैन त्यो पनि हो अनि त्यो ब्याङ्क लुट्ने भनेको अलि क्रिमिनल माइन्ड भएको मान्छे चाहियो क्रिमिनल माइन्ड नभएर हो कि जस्तो लाग्छ आफैले भने त्यो अनाथले पढेको पनि हुँदैन त्योसम्म पुग्दैन कि के हो दादा होइन अझ त अनाथहरूलाई पनि राम्रै व्यवस्था गरेर राख्ने विभिन्न सङ्घ संस्थाहरू छ त्यो होइन एउटा अनाथ मात्र होइन जोसुकैले पनि लुट्न सक्छ नेपालमा त प्रायः जसो लुटेरै देख्छु म ठाउँमा नपुग्छ हो सबैजना खोज्छन् ठाउँमा खाने ठाउँमा पाएपछि खाइहाल्छन् रवि लामी खाने पहिला पत्रकार हुँदा खोक्यो नाकको डाँडी भापिन्छ भन्थ्यो है जब ठाउँमा पुग्यो कुटको खाने कोही पनि देखेन समाजसेवा जनमैत्री हस्पिटलमा कोरोना लागेलाई फ्रीमा उपचार गर्छु भन्यो सधैँ उठाएर खायो राजकोट हस्पिटल 50 लाखमा बनायो होला 12 करोड भनेर बजेट देखाउँछ त्यहाँ त अर्बौं पैसा उठाएछ अरे उ त झन् महाको रहेछ नि यहाँ त होइन नपाउन्जेल तिमी अथवा म पनि होइन प्रधानमन्त्री भयो भने गृहमन्त्री भयो भने हामी पनि खान्छ किन नखाने हाम्रो खै के हाम्रो सिकाइनै त्यस्तो छ दादा यसो बुझाइहाल्नु हामी सबले नेताहरूलाई मात्र भन्छौँ नि नेताहरूले लुट्यो देश लुट्यो भन्छौँ नि हामी एक लुटेर छौँ किनभने होइन यो नागडुङ्गा उताको बाटो कहिलेकाहीँ पहिरो गएर जाम होस् हजुर यहाँ पेट्रोल डिजेल सर्टेज बनाइन्छ भाउ बढाइन्छ तरकारीको भाउ बढाइन्छ त्यो तरकारी बेच्ने मान्छे नेता हो र होइन नि त उसले पनि त यस्तो बेलामा त छन् नेपाली मिलेर भन्नुपर्छ 100 करोड भन्नु त कहाँ होइन 10 रुपियाँको साग छ भने 200 रुपियाँ 200 रुपियाँको काउली छ भने 1000 रुपियाँ सबै 101 लुटेर बहिनी ठाउँ हो कि तर राम्रा मान्छेहरू पनि छन् है अस्ति पहिरो जाँदा नि हेर्नु त्यो एयरलाइन्सहरूले कत्रो गरेको तिनीहरू चोर होइन तिनीहरू यहाँ जसले पनि पाएपछि देशमा चाहिँ खाने नै रहेछ क्या नखाने मान्छे सोझो मान्छेले ठाउँमै नपुगेर पनि जस्तो लाग्छ कि किन राम्रो मान्छेलाई हामी भोटै हाल्दैनौँ क्या किन राम्रो मान्छे सोझो हुन्छन् सोझो मान्छेसँग पैसा हुँदैन पैसा नहुने मान्छेले चुनावमा मासु भात खुवाउनु सक्दैन रक्सी खुवाउनु सक्दैन हजारको पत्ता फाल्न सक्दैन अनि उसलाई हामी भोटै दिँदैनौँ फेरि फाल्नेले उठाउनु पर्यो फेरि उठाउनु पर्यो कुरो त्यो हो नि त हामी आफै गल्ती छौँ त्यसमा अर्को क्वेसन दादा डक्टरको आफ्नो बुढी पनि नर्स छ भने त्यही हस्पिटलमा त्यो डक्टरले बुढी भन्छ कि सिस्टर भन्छ है यो नयाँ चिज आयो नामै लिँदैन होला हेलो इसारा अब बुढीलाई सिस्टर भन्ने कुरो भएन होइन यो राम्रो रहेछ यसो कुना कुनामा त अरूकोलाई लाने हो आफ्नो लाने होला आफ्नो त घरमा छँदैछ कि कुनामा त्यो पनि हो दादा इसाराले बोल्ने होला ठिक हो नि दादा अब बुढी अब भन्न नि मिलेन त्यही अब डक्टर भएछ कसरी धुमथ्री हिराउनी भनेको होइन र हो नि उहाँ नै हो नि अनि युट्युबमा दामी राम्रो उठाएको हो र आमिर खान मलाई कतिले उसिने आमिर खान के छ कसो म चाहिँ रजत पाण्डे पढ्ने छोरी अङ्कलको हो कि भनेर अलिअलि अलि दारी पनि मिल्दो तपाईँ चाहिँ यहाँ किन खै यहाँ हाम्रो यहाँ पोखरा हुनुपर्ने होइन किन र पोखरा उहाँ त देशकै कान्छो न्यायाधीश होइन त्यसकै कान्छो सबैको जजमेन्ट उहाँले नै दिनुहुन्छ युट्युबको न्यायाधीश है हो ठीक अनि अरू के को लागि आयो दिदी एक कप चिया भट्टीमा आएर चिया खान्छ बेरै माग्ने नखाने अनि दाइ भनौँ किन यसै आएको कि के थियो ए यत्तिकै बसौँ भनेर साथीहरूसँग अनि दाइ जगिसम्म बसेर भट्टीमा पहिरहेछ बोतल दिइहाल्न पाइन्छ दाइको ठुलो फ्यान हो कि दाइको ठुलो फ्यान हो कि
मैले दाइको सबै फिल्म हेरेछु तर पुरा हेरिनँ के किन अनि मैले के कुरा नोटिस गरेँ भन्दाखेरि दाइको सबै फिल्ममा एउटै कमन कुरा छ के कस्तो कमन कुरा छि सबै अडियन्सले फिल्म हेरेपछि दिने रियाक्सन चाहिँ कमन रहेछ कि हैन दाइको त त्यो एउटा छि भन्ने गरी पनि फिल्म हेरेछ त्यसलाई धन्यवाद छि भन्ने पनि हेर्यो पुरा हेर्न सकिएन दर्शक त पुग्यो नि आखिर त्यही भएर त काट्यो नि अनि दाइ तपाईले उस फिल्म हेर्नुभयो कुन लापता लेडिज बलिउडको हेरे अनि अब कहिले बनाउने त हराएका महिलाहरू हराएका जगिसन भनेर चाहिँ बनाउनु पर्यो अझ फिल्ममा धेरै छैन हराएका जगिसन भनेर टाइटल पनि राम्रो आयो लास्ट टाइम बद्रीबहादुर गर्नुभएको थियो दादा बद्रीबहादुर गर्नु भएको थियो भएको थियो हो थाहा पाएँ चलिरहेकै छैन नि अहिलेसम्म त्यही भएर नि दाइ त 12th फेल हेर्नु भयो दाइले तिमीले हेर्ने अब कहिले बनाउनु त 8 कक्षा पास 8 कक्षा पास 8 कक्षा पास भनेर अब कसलाई खेलाउने भन्ने छ होइन 8 कक्षा पास भनेपछि हाम्रो नेपाली हिरोलाई भन्दा नेताहरूलाई खेलाउनु पर्ने हुन्छ किनभने प्रायः जसो कलाकारहरू पढे लेखेकै छन् होइन अनि 8 कक्षा पास भन्ने फिल्म बनायो भने चाहिँ कसलाई खेलाउनु नाम लिने सुन्ला गरी होइन लेटेस्ट मान्छेलाई खेलाउन सकिन्छ भने डिरेक्टर चाहिँ रमेश ढुङ्गाना सर हुनुहुन्छ कि के हो यसमा नमिटिने घाउ तर मैले एउटा कुरा सुनेको दाइले पहिला धेरै रक्सी खानुहुन्थ्यो अरे नि एकदमै भट्टी सो भनेर चाहिँ मेरो पनि प्रायः जसो भट्टीमै सो भइरहन्थ्यो तर झ्याप चाहिँ अडियन्स थिए जस्तो लाग्यो मलाई नत्र त झ्याप नभइकन त धुमवान धुमधुर धुमधुरी कसले हेर्छ त झ्याप हिरोको झ्याप भएर दर्शक आयो होला बनाएको धुमको बेलामा चाहिँ झ्याप हुन बिर्सिया हुन्छ धुमको चाहिँ फिल्म फकाइदियो त्यसपछि धुम फाइभै ल्याइनु भने दाइ अहिले झ्याप भन्दा पनि दाइ चाहिँ हाई जस्तो लाग्यो मलाई हाई भन्नाले चस्मै खोल्नु भएको छैन चस्मा खोल्यो भने फेरि होइन भट्टी सोमा पहिरहेको छ जाँड छोडा भनिरहेको छु नखाइरहेको छु किन होइन खोल्यो भने आँखाले हाइट लाइट गर्दा लाग्यो भन्छ नि कोठाभित्र नि किन चस्मा भन्छन् मान्छे हजुर हजुर बालेनवादी बन्नु खोज्नु भयो तपाईँ होइन म अलि लाइटमा ठुल्ठुलो लाइट बालिरहेको छ यसलाई दाइले खाजा खानुभयो छैन नि अब खाने भयो सुन्दा यति लाइन हो कि दाइलाई त सुन्दा र किन एक प्लेट धरेर यहाँ कसरी हो सुन्दा नि होइन घन्टाघर दिन लाग्यो घन्टाघर बन्दै छ 2 प्लेट घन्टाघर 2 प्लेट अरू केहीको लागि आयो कि यही ताना मार्न मात्र आयो अलिअलि दाइलाई यसो देखे घोचीमा हाल्छु कि भनेर आएको घोचाइ राम्रो छ घोचाइ राम्रो छ कहाँ घोच्ने गरेछ कहाँ घोच्ने गरेछ होइन होइन यो भाइ मान्छे हेर्दा नि क्युट छ है मैले एक्टिङ सिकिरहेको छु नि दाइ हिरो पनि टाइपको छ तर तपाईँ च्याम्पियन छ होइन दिनमा कतिचोटि घोच्ने गरेछ मैले एक्टिङ सिकिरहेको छु क्या दाइ तर म तपाईँको फिल्ममा काम गर्न पाउँछु जस्तो लागेन कि किन र अनि दाइले भत्काउने नै एक्टिङ क्लास लिएकै हाल्नु त्यो पनि जसले राम्रो एक्टिङ गर्छ दाइको फिल्मै छैन कि छैन म लाग्यो है त मलाई हतार छ एकदमै हतार चिया खाएर जानु चिया लिएर जाने अब मलाई दाइले घोत्ने होला ठिकै हो बेलुका पनि भयो घोच्नमा म पनि च्याम्पियन छु त्यो दुनियाँलाई थाहा छ होइन म जतिको घोच्न सिपालु कोही पनि छैन तर यहाँ आज त्यति नहोछु कि दाइको इम्प्रोभाइज मिठो मिठो आउँछ मेरो लेखेको सक्यो होइन घोच्ने काम त सोचेर घोच्ने होइन नि त हुन्छ अटोमेटिक घोचाइ झन् यति राम्रो हुन्छ होइन केटा नि चल्छ दादा केटाहरूलाई प्रायः म त्यति घोच्दिनँ केटाहरूलाई घोच्यो भने उनीहरूले पनि म नि घोच्छु भनेर आउला फेरि घोच्ने भनेर अरू नसम्झिनु होला है जोक घोच्ने भनिरहेको जोक घोच्ने है मनमा नै हाँसिरहनु भएको छ घोच्ने कुरा सुने साउनीले चिनी चियापत्ती हाल्दै हुन्छ चिनी चियापत्ती साथी यस्तो त्यो डबल मिनिङमा फन्नी डायलग कसरी घुसाउनु त्यही मैले पनि सिक्न खोजेको त्यही हो क्या यतिकै आउँछ उसले घोच्ने कुरा निकाल्यो डबल मिनिङ के हुँदै गयो अब यसमा डबल मिनिङमै जस्तै हाम्रो साउनी यति राम्रै हुनुहुन्छ होइन
अब हाम्रो भोति कुरा सुन्दा सुन्दै उहाँले पनि त्यहाँ एउटा फ्याक्ट एउटा आउनुपर्छ कि तपाईँहरूको भोति कुरा सुनेर मलाई पनि कुन बेला घोचौँ त्यो भन्दा पनि यतिखेर चियासँग पप घोस्ने हो कि मुखमा भन्ने आउनु पर्छ उहाँ अधिकारीजी भट्टी साउनी हुनुहुन्छ कति कुरा गर्छस् भनेर गाली गरेर हामीले पप घोट्ने भने डायलग राइटिङ चाहिँ एउटा राम्रो आउँछ जस्तो राइटर हो नि पुरा हो र होइन के हो नै दुईवटा अब भट्टीमा अलि भट्टीलाई मिलाउन सकिन्छ अब राम्री साउनी भयो हजुर साउनी आज ठोक्न मन लाग्यो के अरे दारू ठोक्न मन लाग्यो मिल्यो भने देख्यो त इम्प्रोभाइजेसन भने के हो अनि साउनीले त्यसो इम्प्रोभाइजेसन गर्नुपर्छ हेर्नुहोस् अधिकारीजी मैले भने नि साउनी आज ठोक्न मन लाग्यो अनि उसले भन्छ के अरे के ठोक्ने दारू ठोक्ने त्यो भने जस्तै उसले त्यसलाई लामो बनाउने हो होइन अनि साउनीले भन्नुपर्छ मलाई पनि आज यहाँ के अरे मलाई पनि आज कसैले ठोकेको छैन तपाईँ आइहाल्नुभयो अब तपाईँलाई नै ठोक्ने हो अनि अर्को एउटा मान्छे हुनुपर्छ क्या के हो यहाँ ठोक्ने कुरा भएर के हो भन्छ दारू बिहान ल्याउने लामो बनाउने भने चाहिँ उहाँले चाहिँ गर्नुपर्छ अनि दाइले फेरि भर्जिन मात्र खाने होला अब यसमा फेरि अर्को इम्प्रोभाइजेसन होइन त्यसले भर्जिन भन्यो होइन भाइ अहिलेको जमानामा यो हाम्रो ठाउँमा भर्जिन पाउनै मुस्किल छ हो त भर्जिन पाइँदैन लक्ष्मीमा अब बियरमा टुप्पो होला के होला होइन भर्जिन चाहिँ पाउँदैन किनभने भर्जिन सबैले पहिले तोडेर खाइसक्यो हो दादा अन्त यो रक्सिन नखानेलाई चाहिँ कसरी डबल मिनिङ पुऱ्यायो रक्सिन नखानेहरूले डबल मिनिङ पुरा कसरी साउनी तपाईँको दुध खाऊ न अब साउनीले के अरे भनेर गाली गर्नु है साउनी दुई पोका दुध खाउन दुई पोका दुध भने क्या उता मिल्यो भने दुई पोका दुध भने के भयो साउनीलाई यो चाहिँ मजा आयो भट्टीमा यस्तै त गफ हुने हो नि त दिइसक्यो अरे मानिलियो साउनीले चारवटा दुध खाने आहा साउनीको दुध कति मिठो यहाँ भट्टीमा त खाइयो दुध तपाईँको अब घरमा लगाएर मजाले खान मन लागिरहेछ किन खान मन लागेपछि क्वेसन मार्छ त के हो त खान मन लागिरहेछ युट्युबमा हाल्दै नि हुन्छ यो त दाइको अर्को फिल्मको स्क्रिप्ट रिभ्यू भयो क्या हो हुन सक्छ दादा चिया मिठो भट्टीमा रक्सीको साथमा सेकुवाहरू पाउँछ नि त हजुर साउनी सेकुवा खाउँ होइन मान्छेले त दुई अर्थिमै गर्ने हो नि साउनी तपाईँको काँचो मासु खाउँ त अचिला हुने त काँचो मासु ल्याएन साउनी तपाईँको काँचो मासु त कति टाइट नसोचौँ है अचिलाको कुरा गरे साउनीलाई पोलेर खाम त तँले मिलेन सेक्ला त्यो पोलेर त खाइँदैन नि त मजा आयो यो चिया सकेपछि निस्किने निस्किए दाइ यो मान्छेले तरै भेटेर गयो यो मान्छे तरै भेट्यो
अब जाँदा जाँदा चाहिँ दादा यस हाम्रो सकिने लाग्यो भट्टीको कुनै नोस्टाल्जियाहरू केही छ दादा छैन म त एउटा कुरा होइन भट्टी नै बन्द होस् भन्ने टाइपको मान्छे त होइन होइन हजुर तर यो जाँड रक्सी कसैलाई राम्रो चाहिँ गर्दैन किनभने म यो जाँड रक्सीको एकदम भुक्तभोगी मान्छे हो कि मैले धेरै काम बिगारेको छु जाँड रक्सी खाएर हजुर धेरैसँग फाइट खेलेको छु ग्याङ फाइट खेलेको छु फिल्म बनाउनु भएको छ फिल्म पनि बनाएको छु कस्ता कस्ता मान्छेलाई हिरो बनाइदिएको छु कस्ता कस्तालाई हिरोइन बनाइदिएको छु हो दादा होइन सब दारुकै कमाल हो कि अनेक गरिँदो रहेछ गङ्गोबुको आकाशे पुलमा बसिरहेको त मैले हिरोइन बनाएको छु मन गदी पे दिल लगी त परी क्या चिज है तर उनीहरूले एउटा मलाई खुसी के छ भने त्यस्ता मान्छे पनि अहिले होइन सुध्रेर नाम कमाएर होइन आफ्नो परिवार पालेर सकम्बरी दादा टाइपको गाडी चढेर घर बनाएर बसिरहेको छ खुसी लाग्छ होइन त्यही भएर यो भट्टी होइन द भट्टी सोमा मात्रै सीमित रहोस् भट्टीमा कोही पनि नछिर्नु भट्टीमै छिर्ने हो भने यो द भट्टी सोमा चाहिँ छिर्नु अनि के अब सिदिन ला हजुर दादा निस्किने गर्ने के दादा यसो मसँग त खर्च सर्च छ कि तिर्ने त होला नि दादा तपाईँले गेस्ट बोलाएको के कारण यसो त्यो घरमा मामा आउनु हुँदाखेरि यसो मेरो चाहिँ के मान्छे थाहा छ यस्तै भट्टी पसल्ने वा कुनै पनि रेस्टुरेन्ट केटीको भयो भने चाहिँ हजुर पहिलोचोटि जाँदाखेरि पैसा तिर्ने दोस्रोचोटि जाँदाखेरि हेरिरहने तेस्रोचोटि जाँदाखेरि पर्पज हान्ने त्यसपछि जाँदा पनि पैसा नपर्ने स्टाइल सिक्यो क्या हामी किराना पसलमा त्यस्तै गर्छौँ नि दादा जस्तै हामी अब भर्खरको केटाहरू त खासै पैसा त हुँदैन नि दादा अनि कुनै एउटा ठाउँमा सर्यो भने त्यो किराना पसलमा चाहिँ पहिला 2-4 दिन चाहिँ तिर्ने क्या दादा त्यसपछि 1 हप्तापछि तिर्छु भनेर लाने 1 हप्ता पनि तिर्दिने त्यसपछि त लाग्यो अनि हराइदिने दादा प्रायःले त्यही गर्छन् म त्यस्तोमा यति परेको छु कि होइन सपोर्ट माग्दिनँ हजुरको पनि किराना पसल छ नि है दादा तर बेसी मसँग चाहिँ सापडको कुरो चाहिँ जस्तै मान्यो कर्माले पैसा माग्यो 10,000 माग्यो होइन ल भनेर दिएँ कि जहिले दिन्छु भनेर त्यो त एक दिन अगाडि आएर तिर्दियो कि मान्छे इमान्दार रहेछ भन्ने अनि 1-2 महिनापछि 2 लाख माग्यो त्यसले त दिन्छ भनेर थियो जिन्दगी फनी यस्तो पनि म धेरै परेको छु ल दादा अब यो लास्ट हो यसो तिर्नु कति वर्ष आउने हाम्रो घोचाइ कस्तो लाग्यो घोचाइ मन परेन हामी 3 जना फ्लप खायो अहिलेको भाइ पनि फ्लप खायो कर्मानी फ्लप खायो जगिसन पनि फ्लप खायो तपाईँलाई कुन तरिकाले खोज्छौँ ल भन्नु ल साउनी लजै जब केटी हाँसी भने पछि दादा जब लड्की हाँसी फसी भन्छ इङ्ग्ल्यान्डले हामी नेपाली पढाउँ न जब केटी हाँसी तब नासी जब हाँसी नासी किनभने केटीहरूले गर्दा धेरै केटाहरू फसेको छ नि हो दादा अब ठ्याक्कै यही कुरो गर्ने मिल्थ्यो त पहिलो सो नै किन बन्द गर्ने दादा ल दादा ठ्याक्क अब यही पैसा दिने सक्यो दादा पैसा दिने होइन अब खातामा लेखाउने अनि जाने दादा साउने कति भयो लाउनुहोस् लिन हामी चाहिँ गेस्टलाई तिराउने भाइ छ है 150 रुपियाँ 1000 रुपियाँ दिएँ अब मेरो घोचाइ राम्रो छ सुन्नु एकदम राम्रो छ मेरो घोचाइ राम्रो छ होइन ल त्यसो भए जाउँ हामी